साथी भनेको कुनै पनि व्यक्तिको जीवनको एउटा महत्त्वपूर्ण व्यक्ति हो। साथी त्यो हो जो आफू पनि जीवनमा अघि बढ्न चाहन्छ र आफ्नो साथीलाई पनि सँगसँगै अघि बढाउन चाहन्छ। साथी त्यो व्यक्ति हो जो व्यक्ति हामीलाई आवश्यक पर्दा जस्तोसुकै अवस्थामा पनि मद्दत र सहयोग गर्न सक्छ। साथी त्यो हो जसले हामीसँग आफ्नो स्वार्थको लागि मित्रता गरेको हुँदैन। उसले हामीबाट केही फाइदा चाहेको हुँदैन। उसले हामीसँग साँचो हृदयले मित्रता गरेको हुन्छ। हामीलाई हरेक समयमा साथीको जरुरत पर्दछ। विद्यालयमा, क्याम्पसमा, खेल मैदानमा वा काम गर्ने ठाउँमा हामीलाई साथीको आवश्यकता पर्दछ। जब हामी साना केटाकेटी हुन्छौँ, हामीसँगै खेल्ने साथी हुन्छन्। जब हामी विद्यालयमा पढ्न जान्छौँ, त्यहाँ पनि हामीसँगै पढ्ने र खेल्ने साथी हुन्छन्। जब हामी कुनै काम गर्न थाल्छौँ, त्यहाँ पनि हामीसँगै काम गर्ने साथीहरू हुन्छन्। जब हामी बुढाबुढी हुन्छौँ, चौतारीमा बसेर एकअर्काको कुरा र अनुभव साटासाट गर्न पनि साथीको जरुरत पर्छ। यसबाट पनि हामी बुझ्न सक्छौँ कि हाम्रो जीवनमा साथीको कति धेरै महत्त्व छ भनेर। साथीले हामीलाई नयाँ कुरा सिक्न, हाँस्न, रमाउन र जीवनलाई सहज बनाउन मद्दत गर्छ। असल साथी हुँदाखेरि जीवनको यात्रा सरल र सुखदायक हुन्छ। सँगै साथी बसेर पढ्दा छिटो सिकिन्छ भने विद्यालयमा पनि साथीसँगै मिलेर खेल्दा रमाइलो हुन्छ। काम गर्ने ठाउँमा पनि साथीसँग मिलेर काम गर्दा दिन कटेको पत्तै हुँदैन। हामी मानिस सामाजिक प्राणी भएकोले एक्लै बाँच्न सक्दैनौँ। जीवनलाई सार्थक र रमाइलो बनाउने महत्त्वपूर्ण व्यक्ति भनेकै असल साथी हो। साँचो साथीले खुसीमा मात्र होइन, दुःखका दिनहरूमा पनि हाम्रो साथ दिन्छ। ऊ हाम्रो सफलतामा हर्षित हुन्छ र असफलतामा सान्त्वना दिन्छ। असल साथीले सधैँ सही मार्ग देखाउने प्रयास गर्छ। ऊ आफ्नो प्रगति त चाहन्छ नै, साथै आफ्नो साथीको पनि प्रगति चाहन्छ। साथी राम्रो पनि हुन सक्छ, नराम्रो पनि। हामीले सधैँ राम्रो साथी बनाउनु पर्छ। राम्रो भन्नाले राम्रो आचरण र राम्रो व्यवहार भएको, राम्रो बोलीचाली भएको। यस्तो साथीले मात्र हाम्रो जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। किनकि हाम्रो जीवन पनि त्यस्तै बन्छ जस्तो मानिससँग हामी सङ्गत गर्छौँ। त्यसैले हामीले राम्रो व्यक्तिको सङ्गत गर्नुपर्छ र हामी आफू पनि राम्रो बन्नुपर्छ। साँचो साथी असल, इमान्दार, सहयोगी र विश्वास गर्न योग्य हुन्छ। ऊ स्वार्थी हुँदैन, बरु निस्वार्थ रूपमा साथ दिन्छ। असल साथीले जहिले पनि हाम्रो कमजोरीहरू औँल्याएर कमजोरी सुधार्न प्रेरित गर्छ। उसले हाम्रो भलाइ चाहन्छ। साथी हाम्रो जीवनको एक महत्त्वपूर्ण व्यक्ति हो। असल साथी भएको व्यक्ति साँच्चीकै ऊ आफै पनि असल हुन्छ र ऊ सजिलै जीवनमा अघि बढ्न सक्छ। एउटा राम्रो साथी असल, इमान्दार, सहयोगी र विश्वासिलो हुन्छ। उसँग आफ्ना कुराहरू निर्धक्क भएर र कुनै डर बिना राख्न सकिन्छ। एउटा राम्रो साथीले अर्को साथीलाई निस्वार्थ रूपमा साथ दिन्छ। साथी हाम्रो जीवनको अमूल्य उपहार हो। असल साथी पाउनु हामी सबैको लागि राम्रो कुरा हो। तर असल साथी बन्न सक्नु हाम्रो कर्तव्य हो। जीवनभरि टिक्ने मित्रता विश्वास, इमान्दारी, सहयोग र आपसी समझदारीमा आधारित हुन्छ। त्यसैले हामीले सधैँ असल साथी बनाउनु मात्र होइन, आफै पनि असल साथी बन्ने प्रयास गर्नुपर्छ।